अधिकारी सह निर्वाचन अधिकारी ने बताया कि जिला प्रशासन ने निगरानी दल द्वारा रिकॉर्ड हेलो गाइस र सबैजनालाई नमस्ते। निर्वाचन आयोग के म चाहिँ यहाँ हेर्नुहोस् अहिले चाहिँ मिठाई खाँदै बसिरहेको छु गाइस। ने बताया कि इसमें लगभग 51 करोड़ मतदाताओं वाले 9 वाओ राज्य और 3 क्या टेस्टी। प्रदेश शामिल हैं। मतदाता सूचियों का व्यापक सर्वेक्षण 7 फरवरी 2026 को अंतिम मतदाता सूची के प्रकाशन के साथ समाप्त होगा। ये एसआईआर का दूसरा चरण है। इससे पहले बिहार में इसे लागू किया गया था। नए चरण में अंडमान और निकोबार द्वीप समूह, छत्तीसगढ़, गोवा, गुजरात, केरल, मध्य प्रदेश, बाँकी काम भएको छ हो। तमिलनाडु, उत्तर प्रदेश और पश्चिम त्यहाँदेखि अगाडि चाहिँ मैले यहाँ भेजिटेबल लिएर बसिरहेको छु। चरण 4 दिसंबर तक चलेगा। प्रारूप मतदाता सूची 9 दिसंबर को जारी होगी। यो छ, यसमा छ तपाईँको को अंतिम प्रकाशन होगा। निर्वाचन आयोग के अनुसार यो भुइँ टमाटर हो। यो दामी हुन्छ गाइस हो, जग्गा जग्गामै हुन्छ, सबैको प्राय जग्गामा हुन्छ यो। अनि यो तपाईँहरूलाई सिबी देखाइरहेको छु भेजिटेबलको भिडियो बनाइराखेको छु है गाइस, हेर्नुहोस् है। अनि यहाँनिर मैले तपाईँहरूलाई यहाँनिर हेर्नुहोस् है गाइस, यहाँनिर चाहिँ प्याज छ, प्याज हो। त्यहाँदेखि यहाँनिर भिडियोमा देख्नुहुनेछ तपाईँहरूले इस्कुस भेजिटेबलहरूको लागि त यस्तैहरू त हो। अनि सागको टुक्रोहरू, सागहरू दामी हुन्छ हो। अनि ब्रोकोली कोपीहरू, यस्तो गाडे कोपीहरू हुन्छ नि गाइस, तपाईँहरूले देख्नै भएको थाहा भएकै कुरा हो। भिडियोमा मैले भिडियो बनाउनु मन लागेर चाहिँ बनाएको नि गाइस। अनि यहाँनिर यो छ फर्सी, अघि फर्स्ट को भिडियोमा पनि मैले बनाएको थिएँ। अनि यो नेक्स्ट पार्ट भिडियो। अनि यो चाहिँ यो पनि फर्सी पनि बडीको लागि राम्रो हुन्छ। अनि यसको भित्रको जुन चाहिँ त्यो बिहा भन्ने हुन्छ नि, त्यो चाहिँ तपाईँहरूले उब्काएर खानुभयो भने चाहिँ एकदमै राम्रो हुन्छ। त्यो चाहिँ बडीको लागि। यहाँ चाहिँ तपाईँको के हुन्छ भने बडीमा एनर्जी बढाउने काम पनि गर्छ, बडीको लागि राम्रो हो। अनि त्यसको बिहामा चाहिँ तपाईँको विशेष कुरो चाहिँ क्याल्सियम हुन्छ, क्याल्सियम भिटामिन भन्ने सबैले थाहा भएको कुरा हो। अनि हड्डी जब आफ्नो शरीरको हड्डी कमजोर हुँदै जान्छ त्यति बेला क्याल्सियम भिटामिनका जरुरत पर्छ हो। अनि क्याल्सियम भिटामिन बडीलाई जरुरत पर्छ, त्यति बेला खानुपर्ने सिचुएसनहरू हुन्छ। त्यति बेला यस्तै फर्सीको बिहाहरू भयो। अनि जस्तै अब हड्डी डह्रो बनाउने हरियो भेन्डी भयो, हरियो भेन्डीको झोलहरू, यस्तो कलिलो भेन्डीको झोलहरू बनाएर तपाईँहरूले अनि कलिलै भेन्डीको कोसाहरू भुटभाटमा चटनीहरू बनाएर पनि मजाले मरमसलाहरू हालेर आफूलाई कस्तो आइटमको खानु मन परेको छ त्यो अनुसारको बनाएर तपाईँहरूले खानु सक्नुहुनेछ। अनि त्यो भेन्डीमा पनि तपाईँहरूले धेरै प्रकारको भिटामिन्सहरू भेट्नु सक्नुहुनेछ। अनि त्यहाँबाट पनि क्याल्सियम भिटामिन चाहिँ तपाईँहरूले भेट्नु सक्नुहुनेछ। त्यस्तो कुरोहरू खानुपर्छ। मान्छे जब हड्डी कमजोर हुँदै गएपछि, हड्डीमा मसी सक्दै गएपछि काम कुरो गर्नु एकदमै कठिन पर्छ हो। त्यसले गर्दाखेरि चाहिँ भिटामिन सीहरू लिएर चाहिँ बसिरहेको छु। यहाँनिर हरियो सिमी छ गाइस, तपाईँहरूले देख्न सक्नुहुनेछ है। यो स्टिलको थालमा राखिरहेको छु, ज्यादै छ हो र अलिकति मात्रै यहाँ चाहिँ लिएर राखेको नि। यो चाहिँ योहरू अब भिटामिन्स नै पाइन्छ। यो घिउ सिमी हो, धेरै प्रकारको सिमीहरू हुन्छ, बडीको लागि राम्रो हुन्छ। अनि यो भेजिटेबलको मेरो छोटो भिडियोलाई गाइस म यहीँनिर समाप्त गर्दै, अनि एकछिन चाहिँ मिठाई खान्छु ल गाइस। ल त गाइस, आजको लागि यति नै। र सबैजनालाई
बाय बाय अनि नमस्ते। आकाशवाणी के सभी श्रोताओं को मेरा बारंबार प्रणाम और